आमामा अप्सन त हाँस त बल्ल देख्यो ओ सन्देश कहाँ आयो त यता नाइज है सर्प आइरहेको कि त्यहाँ वाउ गर्दै आयो के हो अरे ह्यान्ड पावरै छैन क्या सन्तानले डाँडा काँडा काटुन भनेर भन्थे अब मबाट चाहिँ रुख रोपेर डाँडा काँडा ढाकुन् हजुर यहाँ खोजेको जन्नत जन्नत रुख रोपेको भाइको बर्थडे कहिले हो पैसाको 22 अब वैशाखको 22 को दिन आएर यसरी रुख रोप्नुपर्छ यहाँ बुझ्यो होइन म बर्थडेमै रोप्दैन म अरू दिन रोप्छु तिमीहरूले चाहिँ बर्थडे पनि रोप भनेको कि हजुर के हो अक्षय श्रेष्ठ लाइक सब्स्क्राइब गरेको सब्स्क्राइब ओह 7,000 So good afternoon everyone, it's me your boy Success and आज चाहिँ हामी ट्री प्लान्टेसन फेज 7 मा जाँदैछ मेरो साथमा यहाँ दुईजना केटाहरु छ हो केटा हेलो भन्दै त ल इन्ट्रोड्युस योरसेल्फ खै बोलेको सुन्दैन है अनि यहाँ अर्को बर्थडे गर्लनी छ नमस्कार नमस्कार भागिने पनि हैन फेरि यो चाहिँ हाम्रो पुरानो स्कुल सो अब आज चाहिँ हामी ट्री प्लान्टेसन फेज 7 मा जाँदैछ आज चाहिँ टोटल 5 वटा रुख रोप्ने प्लानमा सो अब हेर्दै जाउँ कतिवटा रुख रोपिन्छ त्यहाँ कतिवटा किनिन्छ स्टे ट्युन गाइज हामी चाहिँ अब प्लान्ट हेर्न जाँदैछ अब अहिलेसम्म चाहिँ हामीहरूले 3टा प्लान्ट चुज गरिसकेका छौँ र अब चाहिँ 2टा चुज गर्न बाँकी छ हामीहरूले चाहिँ आज 5 वटा रोप्ने उद्देश्यले चाहिँ आएका छौँ सो हामीले चाहिँ अहिले टोटल 5 वटा प्लान्ट किन्यौ टोटल कति 1300 को ल जम अब हाम्रो चाहिँ आमामा अप्सन त हाँस त बल्ल देख्यो पर्दैन यो पछि चाहिन्छ ल एउटा यो चाहिँ आज धेरै टाढा नै यहीँ नजिकै रुख रोप्ने प्लानमा आएछ सो आज चाहिँ हामी यो गणेश मन्दिरको ठ्याक्कै तलपट्टि यहाँनिर रोप्ने भनेर प्लानमा आएछ जुगासुगा नहोस् अब उही के हो यो त झारी छ ल आजको हाम्रो ट्री प्लान्टेसन हिँड्दै गर्नु पर्यो नमस्ते सबैजनालाई म विप्रा मोक्तान आज चाहिँ म मेरो सरको भ्लगमा इन्क्लुड भएकी छु र उहाँको काम मन परेको भएर म पनि हेल्प गर्छु भनेर आएकी हो र उहाँको नाम चाहिँ सक्सेस श्रेष्ठ हो र उहाँकै भ्लगमै बोलिरहेको छु अनि हामीहरूले चाहिँ प्लान्टेसन चाहिँ गर्नुपर्छ जस्तो लाग्छ किनभने अहिले पनि जति पनि पोल्युसनहरू भइरहेको छ हामीहरूले यही बिरुवाहरू नरोपिकन वन जङ्गलहरू फाडेको कारणले गर्दाखेरि चाहिँ अहिले यस्तो धेरै प्रब्लम्सहरू आइरहेको छ यो कुरा यति सानो कुराहरू हामीले नेग्लिजेन्स गरेको भएर भोलि पर्सि यसले ठुलो के भन्छ समस्या निम्ताउने छ त्यही भएर त्यो हुनुभन्दा अगाडि हामीहरूले चाहिँ अहिलेदेखि नै यो कार्यक्रमहरूलाई चाहिँ हामी आफूलाई मन भइसकेपछि आफूलाई माइन्डमा आइसकेपछि प्लिज तपाईँहरू पनि यसरी नै प्लान्टहरू रोप्न जानु होला किनभने यो सबै हाम्रै लागि नै हो सक्सेस सर स्टार्ट गर्नु भइसकेको छ यहाँनिर हुन्छ भाइले त खतरा भरेर रोडिज हो नि त होइन सर चान्चुनको मान्छे परेन फेरि घाँस चाहिँ काटौँ लाग्ने खालको रहेछ हाम्रो भीषण गुरुङ के घले कि गुरुङ भाइ
भिसन गुरुङ फ्रम धुन्चे ठुलो स्याप्रो ए ठुलो गाउँ त्यहाँबाट गोसेकुण्ड कति टाढा छ भाइ धेरै टाढा छैन क्या सुन भेटाइगयो खाइदियो क्या झिकाएको छ छोड्यो त्यो बिता नभए त एक बिता भयो जस्तो होइन यो बोट सानो भएर ठुलो ल अब हामी चाहिँ एउटा रुख रोगौँ होइन 5वटा भयो त भाइ तँ पनि दुईवटा बोक्नु भाइ मेरो साटो त बोक्न त मेरो छोरा होइन त काले हामी कालो त हो नि हजुर हामी काले होइन कालो हामीलाई कोही बोलाएको हुन्छ त हामी चित दुख्छ क्या हामी कालो थोरै छुरे बोक्रो हामी त कालो छु अझ तलसँग छैन के अरे लाइट्स अप्सन भाइ रबर प्लान्ट च्यातेलै अप्सन भाइ अब तैँले हुन्छ नि यो प्लान्टमा फुल उम्रिदेखि तर कस्तो फिल हुन्छ होला जस्तो है त ल है त त्यहाँनिर त्यो बोर्डमा केही फल्यो भने कस्तो फिल हुन्छ त्यो साइड थाहा हुन्छ त ल के अरे त्यो कस्तो फिल हुन्छ पछि चेक गराउनुपर्छ है त ए पछि चेक गराउनु पर्छ म त मेरो उसहरूमा जान्छु हेरेर गइरहेको हुन्छु म पानी हालेँ कि बिहान त्यो फुट्छ पानी हालेको पानीले त्यो कमजोर बनाउँछ प्रायः त्यो तलको माटो तल राख्नु पहिला आजको थर्ड बिरुवा हजुर यसलाई अब यस्तो गर्नु थोरै माड राख्ने थोत्तरी माड राख्ने अनि वरिपरि खनेर त्यसलाई बनाउने यस्तो खाल्डो भयो भने गाह्रो हुन्छ नि त्यसलाई बाँच्नु यार नहोला कि एग्रिकल्चर पढ्नु पर्ने रहेछ कहाँ आइपुग्नु पढेको तर होइन के अरे 18 महिना जेटिए कोर्स गर्नु जाउँ कि जाउँ जस्तो लाग्छ मलाई नयाँ स्किल्स मलाई उमेर हुँदैन छैन खै त योलाई पनि अलिकति छ ल भाइ है आज हाम्रो 4th इन्द्रकमल एउटा के गीत छ नि इन्द्रकमलको ल जाउँ ल के गौ मनमा नै गौरी जाउँ ल अब नमस्ते है सबैजनालाई आज चाहिँ हाम्रो आज कति गते रे 14 गते असारको 14 गते मेरो यो काउन्टवाला फेजको चाहिँ 7th फेजको लास्ट ट्री रोप्न जाँदैछु म
लास्ट इयर 27 यो अलरेडी 15 भइसक्यो आई गेस यो वर्ष धेरै रोप्न पाऊँ अब बर्थडे पर्सनहरूलाई चाहिँ अब यसो बोलाएर बग्रा हान्नु पर्यो ल नानी के पऱ्यो मलाई चाहिँ कस्तो हुँदो रहेछ त ट्री प्लान्टेसन गर्दाखेरि एकदमै धेरै खुसी लागिरहेको छ किनभने यस्तो कामहरू हामीले मनमा मात्रै आइरहेको हुन्छ अब त्यसलाई हामीले अब यसरी नै एक्टिभिटी गरेरै गर्न सकिरहेको हुँदैन तर अब आज सरले गर्दाखेरि यस्तो मौका पायो आई एम भेरी भेरी ह्याप्पी र सबैले नै यस्तो गर्नुपर्छ भन्ने चाहिँ मेरो तर्फबाट तपाईँहरूलाई म्यासेज जस्तै भन्न चाहन्छु समझमै आयो क्या अब लास्ट खै मेरो खै र अब यो मौसम हो कि सुन्तला यो मलाई त के थाहा थिएन ल मौसम कि सुन्तला बिट्स कन्फ्युज भयो अब गएर ल रोप्दैछु म एकजना समातिम न यो धन्यवाद यसले ल यसलाई चाहिँ सानो पर्दैछ हौ भगवान् हाम्रो यो ट्री प्लान्टेसन धेरै जङ्गल बनाउन पाऊँ यो ट्री प्लान्टेसन चाहिँ मेरो लागि के हो त भन्दाखेरि मरेपछि एउटा चिनो हो कि यो सोसाइटीलाई मेरो वाह म मरेर जान्छु तर यो मेरो रुख चाहिँ नमरोस् गाइसहरू यो रुखले धेरैवटा बाँदरहरूलाई मौसम सबै यो यसको मौसमले चाहिँ यतातिरको लोकल बाँदरहरूले खान पुगोस् अनि घरहरूमा त्यसले डिस्टर्ब नगरेस् जङ्गल हराभरा होस् अनि यो सन्तानले डाँडा काँडा काटुन भन्नु भन्थे अब मबाट चाहिँ रुख रोपेर डाँडा काँडा ढाकुन् हे गाइज है हाम्रो चाहिँ फाइनली हाम्रो फेज 5 चाहिँ यही एन्ड भएको हजुरहरूलाई भन्न जाँदैछु हामीले टोटल एउटा दुईटा तीनटा यो इन्द्रकमल अनि यो मौसम गरेर टोटल यस्तो ओपन स्पेसमा हामीले रोपेका छौँ सो अब तपाईँहरूको घरतिर नि यस्तो ओपन स्पेस सरकारी जग्गाहरू छ भने चाहिँ प्लिज लेट मी नो त्यहाँ कहिले न कहिले कुनै दिन पारेर म त्यहाँ आउने छु सो त्यो दिन चाहिँलाई हेर्दै रहनुहोस् यो सक्सेस श्रेष्ठ युट्युब च्यानल यो नानी भएन सिङ्गर हो कि भाइ भाइ सिङ्गर हो कि भाइ अटोग्राफ दिलाउनु पर्ने जस्तो छ पेन छ भाइ पेन